के गरेको आँखा छैन सो हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई न्यू भिडियो। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म भैरवादेखि काठमाडौँ जाँदैछु। म चाहिँ टक्क रेडी भएर जाँदैछु। यो चाहिँ पहाडी घरहरू देख्न सक्नुहुन्छ। यहाँबाट रेडी भएर म चाहिँ सिधै बस भएको ठाउँमा जान्छु गाइज। अनि भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। अहिले चाहिँ म बस भएको ठाउँमा आइसकेको छु। अब ढिला नगरिकन भिडियो चाहिँ स्टार्ट गरौँ है त। अब टक्क लाएर हामी बस पार्कतिर जानुपर्छ, भैरवाको बस पार्कतिर। यो चाहिँ मर्निङ टाइम हो, आज डेमा जाँदैछौँ, नाइटमा चाहिँ हामी नजाने भनेर। आज चाहिँ मौसम चाहिँ हल्का पानी परेको थियो र आज हामी आइसकेको छौँ भैरवा बस पार्कमा। मान्छेहरू सब रेडी। आम्मामा के हो, नर्सहरू त टन्नै छन् त, कति राम्रो राम्रो नर्सहरू हो। एक दुईजनालाई चाहिँ क्याबिनतिरै राख्नु पर्ला है जस्तो छ है, सिट मिलेन भने। कान्छा अरे गुरु यार टेंशन नलिनु न, म मेरै हाल्छु नि। राम्रोसँग मिला है, राम्रोसँग मिला, सबजना राम्रोसँग टक्क बसाल्नुपर्छ। अरे गुरु यार सलिना प्रिमियम बस हो यार, कम्फर्टेबल सिट त भइहाल्छ नि, म सबजना मिलेर बस्नुहुन्छ नि। सो गाइज अहिले चाहिँ बिहानको 8 बजेको छ। हामी 8 बजे भइरहेको बस पार्कबाट निस्किसकेको छौँ। अब मौसम चाहिँ अचानक पानी परिरह्यो। अब बाटो कस्तो हुन्छ, दाउनेको बाटो झन् कस्तो डेन्जर रिस्की छ। बाटो धेरै अफरोड छ, हिलो हुने हो, कता बाटोमा फस्ने हो गाडी। अलिकति डर पनि लागिरहेको छ, तर केही छैन, अब जानै पर्छ। अब यत्रो बाटोमा त अब हाम्रो रुटै त्यही हो, अब रुटमा त हिँड्नै पर्यो। अब नयाँ बाटो पनि छैन, अब बाटो बन्छ होला, अब बिस्तारै बन्छ। अब मौसमलाई त के नै भन्न सकिन्छ र। टक्क देख्न सक्नुहुन्छ मेरो लाइटिङहरू सरर हिँडिरहेको छ। गाडी चाहिँ मस्त छ है, सलिना प्रिमियम भिआइपी सोफा सिट। टक्क हामी चाहिँ भन्दा भन्दै अहिले त आइसक्यौँ, हामी अफरोडमा आइसकेको छौँ। बरघाटबाट अगाडि लागिसकेको छौँ। बाटो हल्का अफरोड, अगाडिबाट बस आउँदैछ है हल्का। बाटोको कुरा गर्नुपर्दा त गाइज होइन, अब यस्तै छ, देख्न सक्नुहुन्छ पुरै अफरोडै अफरोड हो। देख्न सक्नुहुन्छ हल्का पानी चाहिँ बिसाएको छ, तर हिलो चाहिँ डेन्जरै छ। जाम पनि लागिरहेको छ फेरि। यहाँ अगाडि बसहरू के हो, यो ट्रक अड्केको रहेछ, गाडी लिएर आएको ट्रक। अरू यहाँ पेट्रोल पम्प, पेट्रोलको गाडीहरू पनि यही छ। बसहरू पनि काठमाडौँबाट आएको होला यिनीहरू, दाङ जाने गाडीहरू लगाएछ क्या यिनीहरू। टक्क हिँड्दैछ ए कता गयो। अनि भिडियोमा को नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई माया देखाइदिनु पऱ्यो र भिडियोलाई एकचोटि सेयर गरिदिनु पऱ्यो गाइज, र लाइक पनि गरिदिनु पऱ्यो। किन हो र लाइकै नगर्ने, आजकल त झन् लाइकै आउन छोड्यो, भ्युज आउन छोड्यो, के हो कसो हो बुझ्नै गाह्रो भयो त। यहाँनिर चाहिँ के हो, यहाँनिर जाम लागेको रहेछ, बिस्तारै बिस्तारै छिराउनुपर्छ हामीले चाहिँ। इजी गयो छ यति टच भयो, तर ठिकै छ ल, केही छैन, जानुपर्छ टक्क। यहाँनिर फेरि ट्रक अड्केको रहेछ, देख्न सक्नुहुन्छ मेरो पहाडी। यो ओइलको ट्याङ्कर अड्केको छ। अब यसले कसरी तिनीहरू दुईजना ठोकेको रहेछन् क्या। अनि यिनीहरूले साइड दिएपछि बल्ल जाने हो। अब कतिखेर यो ट्याङ्कर निस्किने, पहाडीको टायरै अड्किरहेछ, बल त गरिरहेछ नि। अहिले चाहिँ मस्त निस्कियो, यो ट्रक निस्क्यो, बल्ल बल्ल निस्क्यो। अब चाहिँ हामी बिस्तारै छिराउँदैछौँ, हल्का कुना च्याप्नुपर्छ हामीले। ल हल्का साइड दिइहाल्यो नि, टक्क निस्किँदैछ है गाडी चाहिँ। आमामा हरिब देखियो है गाडी चाहिँ नयाँ लुक्समा, सफा के हरिब, मजा आइरहेको थियो हेर्न चलाउन। यहाँ अगाडि फेरि ट्रक बगर गाडी हो, त्यो अप्ठ्यारो छ कि बाटो पनि। बस करोडको भएर नि बाटो यस्तो छ, गाह्रो छ गाइज, गाह्रो छ यार, यस्तो खतरा छ बाटो फेरि। हरिब के ल यो त उकालो पनि यस्तो उकालो छ, यहाँ बिचरा त्यो कारले तान्नै सकिरहेन यार। बिचरा कार अब कसरी निस्किन्छ, तान्नुपर्छ, मान्छेले धकल्नुपर्छ, दुई चारजनाले ठेल्नै पर्छ पछाडिबाट। हाम्रो बस त यस्तो बल्ल बल्ल निस्किरहेको, बल्ल ड्राइभरको जिन्दगी पनि यस्तो छ कि यार। रोडको कहिले रोडको बास हुन्छ, कहिले बाटो यस्तो अवस्था छ, कहिले पुगिने हो काठमाडौँ यस्तो अवस्थामा। फेरि कतिखेर पानी पर्ने हो, फेरि पानी पऱ्यो भने त फेरि यहाँनिर पनि अघि ट्याङ्करहरू, ओइलको ट्याङ्करहरू कस्तो, यो बाटोको लागि, यो बाटोमा हिँड्ने त होइन यिनीहरू, बहुत फस्छन् है पहाडीबाट आइस है। हेर्नु त आइसकेको गाडी अगाडि फसिरहेको त कति आत्तिएको, सानो गाडी कति आत्तिन्छ यार। हेर न त्यो पहाडी कस्तो आत्तिरहेको, यहाँ गाडी निकाल्दैछु त यार, कस्तो होला। बिस्तारै सबैजना जाने हो, बिस्तारै जाने हो। यहाँ गाडीले तानेकै छैन, बलैको
पहाडको टायर नाच्यो क्या यार यहाँनिर हरि चिप्लो रहेछ कि हिलो रहेछ यहाँनिर ओए कटेन फेरि ब्याक गरेर गयो भएन सकिएन अलि तल गएर थिचेर आउनु पऱ्यो क्या एकमा हालेर थिच्नु पऱ्यो अब जान्छ कि जान्छ अब त बल त गर्नु गरिरहेको अरे गयो बल्ल निस्क्यो गाडी निस्क्यो गाइज ए धन्नै अगाडि ट्याङ्करसँग ठोकिरहेको फेरि कति आएको ओइल ट्याङ्करहरू भन्दै फेरि हल्का ओह्रालो बाटोमा लागेको दाउनेबाट अगाडि यसो लागेको पानी परिहाल्यो फेरि पर्दै ओहो हरि नाच्यो गाडीले हिलो पनि हरि उडायो ए कता गएको कता चिप्लेको बस धन्नै अब चाहिँ यहाँनिर गाडी रोकेर खाना खानु पऱ्यो धेरै ढिलो भइसक्यो 12 बजिसक्यो अब खाना खानु पऱ्यो यहाँनिर रोकेर चाहिँ यो खाना एकदमै मिठो छ हो हामीलाई धेरै मन पर्यो खानासाना खाएर हामी रेडी भएर अब यहाँबाट हिँडिसकेको छौँ खाना चाहिँ धेरै मिठो थियो जे भोक पनि लागेर होला अनि बाटो पनि एकदम डेन्जरै थियो नि त अनि बिहानदेखि नास्दै नगरिकन हिँडेको आज फेरि त्यही भएर भोक पनि लागेको थियो मिठो थियो खाना चाहिँ अहिले चाहिँ हामी यहाँनिर यस्तो राम्रो बाटो भनेको कि नराम्रो बाटो फेरि भन्दै अफरोड चाहिँ यति धेरै अफरोड छ कि यो म्यापमा यो चाहिँ बस सिङ्गर इन्डोनेसिया गेम हो तपाईँहरूले डाउनलोड गरेर खेल्न सक्नुहुन्छ म्यापको लिङ्कहरू तल सबै डिस्क्रिप्सनमा हुनेछ अनि यो बसहरू पनि डाउनलोड गरेर मजाले एड गरेर खेल्न सकिन्छ केही दिक्कतै हुँदैन केही प्रब्लमै आउँदैन सिर्फ पासवर्ड हेर्नु पर्यो आफूले त्यो भिडियोहरूको लिङ्कहरूमा सबै तल राखिदिन्छु यो म्याप चाहिँ अलिक धेरै अफरोडै रहेछ क्या मैले चाहिँ सिर्फ भइरहेदेखि काठमाडौँसम्मको यसो मिलाएर बनाएको होइन रियालिटी त होइन आज काट हाने गाडीले यहाँनिर चाहिँ हल्का रहेछ ओह्रालो रहेछ कता गयो धन्न बच्यो यार आज त यार काठमाडौँ नै पुगिँदैन बाटोको अवस्था यस्तो डेन्जरै भयो यार मेमोरेबलै हुने भयो कि धेरै अफरोड रहेछ कि बाटो चाहिँ ल भन्दा गए चाहिँ अब चाहिँ हामी काठमाडौँ पनि पुगियो टक्क लाएर काठमाडौँ पुग्यो अब बस पार्कमा गाडी हालेर अनि म चाहिँ सिधै होटलतिर रेस्ट गर्न जानुपर्छ अब चाहिँ गाडी सिधै बस पार्कभित्र हालेर अनि मान्छेहरू झारिदिनु पऱ्यो अब राम्रैसँग आइयो भनौँ जे होस् बाटोमा अलिअलि दुःख त भइहाल्यो तर पनि केही छैन दुःख त भइहाल्छ नि होइन गाडी लाइनमा हिँडेपछि दुःख त भइहाल्छ तर जे होस् सलिना प्रिमियम बस चाहिँ बवाल लाग्यो है मलाई चाहिँ अब यहाँ चाहिँ यहीँनिर राख्नु पऱ्यो पानी फेरि पऱ्यो पानी पनि कति परेको यार थेत अब चाहिँ मान्छेहरू झर्दैछन् यहाँनिर अब नर्सहरूसँग चाहिँ कुरा गर्न पाइएन होइन ल ठिकै छ अब केही छैन अर्को नेक्स्ट ट्रिपमा चाहिँ मस्त गफ गर्दै जानुपर्छ है सबैजना जिएस भ्लगरहरू पनि रहेछन् कि फेरि पुरा भ्लग हानिदिइरहन् फेरि म पनि भाइरलै हुन्छु कि के हो मेरो बस पनि भाइरलै हुने भयो त यस्तो भ्लगरहरू टुरिस्टहरू जस्तो रहेछन् धेरै त भएर लुम्बिनी घुमेर आएको होला यिनीहरू सायद ल थ्याङ्क यू सो मच